मेरो मेरो लाइफ त यस्तै बितिराखेको हेर्नुहोस् सानोदेखि त मेरो फुल्ली फोकस ऱ्यापर बन्ने जो थियो ऱ्याप करियरमा त थियो, त्यही भएर मैले त्यतैतिर फोकस गरेर त्यही बाटो अघि बढ्दै गएको। गाह्रो थुप्रै परेको थियो, गाह्रो समय आयो, गाह्रो पऱ्यो, तर पनि हिम्मत हार्न भएन र सङ्घर्ष छाड्न भएन, त्यही हो। दाइ लगभग मेरो बाबामाले त बहुत कोसिस गरे, घरकोले त अब कसले भन्दैन र यो नगर त्यो नगर, यो के हुन्छ यो गर, तर पनि कसैको सुनेन, म त आफ्नो मन र दिमागको सुनेर अघि बढेको दाइ। लगभग म बोर्डिङ स्कुलमा पढ्थेँ दाइ सानैदेखि। भोपू सैनिक स्कुलमा पढेँ, बोर्डिङ स्कुलमा, कपिलवस्तु जिल्लाको। अनि हरिजन स्कुलमा पढेँ, अनि सरकारीमा पनि पढेँ बुम्ची स्कुलमा, अनि जनता स्कुलमा नि पढेँ, अनि त्यसपछि डुवा स्कुलमा नि पढेँ। म 4-5वटा, 2टा सरकारी पढेको, 3टा बोर्डिङ पढेको दाइ। अनि त्यसपछि अरू पढेन दाइ। अब पढ्दा पढ्दै सानैदेखि अब यमबुद्ध, अनि त्यसपछि एमसी फ्लो, अनि गिरीश खत्री, अनि प्रोफेसर, अनि तपाईँको यो यो के भन्छन् रे यिनीहरू आर्टिस्टहरू, अरू अरू लेजेन्ड आर्टिस्टहरू, यिनीहरूको सुनिरहेको। अनि युनिक पोइन्ट भर्सेस लाउरे ऱ्याप ब्याटल चलिरहेको त्यतिखेर हेरेँ। अनि खतरा सुरुमा खतरा लाग्ने, अनि मैले त्यही सुन्दै अनि लेख्दै लेख्दै उता पढ्न गएको रे झोला बोकेर घरदेखि साथीभाइसँग त्यही ऱ्याप ब्याटलको कुरा गर्दै गर्दै जाने। अनि जे आँखाले देखिरहेछ त्यही लेख्ने के। अब उता पढ्दै आधी पढो, अनि उता अर्को कापी निकालो, कापीको लास्ट पानामा लेख्दै, अनि त्यसपछि गयो। अनि साथीभाइ सबैजना एउटै कोठामा, अब हाम्रो घरमा त्यस्तै के एउटै कोठामा 10-12जना 20-30जना बस्यो। अनि केटाहरू पुरा त्यतिखेर लास्ट एडिक, अनि त्यसपछि सामान खानेले सामान खाने, तोप खानेले तोप खाने, अनि पुरा झ्यापमा अनि त्यही लेखेको ऱ्यापलाई अनि बिटमा, अनि त्यसपछि बिप सुरु गरेर अनि त्यसपछि हान्ने। अनि खतरा, कसैले खतरा छ भन्ने अझै कोसिस गर्दै जानुपर्छ भन्ने दाइ। अनि यस्तै पाराले अघि बढ्दै गयो। अनि त्यतिखेर प्रड्युसर भेट्टे, प्रेम दाइ थिए, अनि सुमन दाइ थिए, अनि थुप्रै थिए लगभग। अनि साथी के भन्छन् रे पारु थिइन्, अनि के भन्छन् रे तपाईँको यो के अन्ता भन्ने थिइन्, थुप्रै थियो साथीभाइ त्यतिखेर। फुल्ली फोकस नवीन थियो, फाकुन दाईहरूले पनि सपोर्ट गरेको थियो, हाम्रो गाउँको फाकुन दाई, क्यालिदास भयो, अनि त्यसपछि तपाईँको यो सागर दाई, यिनीहरूले, अनि मिस्टर बुल दाईले सबले सपोर्ट गरेको दाइ। अब त्यतिखेर जमाना एडिकको थियो, अब नसाको दलदलमा फस्दै, अनि त्यतिखेर लेखेको समय हुँदैन कसैको साथमा पर्छ नि दुःखलाई मनमा साँझ न भन्नेवाला थियो, त्यसतिर सुरुवात भएको। तर दुःख दिनमा त मेरो कारणले बाबुआमाले त बहुत दुःख पाएको हेर्नु। मेरो लागि बहुत पढाइमा फुल फोकस। बिचमा चाहिँ के भयो भन्दाखेरि लगभग म यो तपाईँको 6 क्लास 7 क्लास पढेपछि, 5 क्लास पढेपछि 2-3 वर्ष पढेन। अनि 2-3 वर्ष नपढ्दाखेरि लास्टै गाह्रो परेको हेर्नु घर परिवार, तैँले यो गरेन। अब खाली बस्दाखेरि त्यस्तै हुन्छ नि त, ज्ञान घरको किचकिच सुन्न भन्दा अरू काम गर्नुको। अनि भएन भनेर फेरि पढ भनेर, अनि फेरि पढेर 8सम्म पढाइ पुरा गरेर अनि 8देखि उता पढ्नै छोडिदिएको दाइ। मैले अझै नि भन्थ्यो बाबाआमाले पढ, तर अब फुल्ली फोकस अब ऱ्यापतिर गएपछि अब ऱ्याप करियरतिर फोकस गर्नु पऱ्यो भनेर पढाइ पनि छोडिदिएको दाइ। मैले मेरो कारणले मेरो दिदीहरूले लास्टै दुःख पाउँथे हेर्नु दाइ। दाइ गाह्रो त लास्टै परेको हेर्नु। त्यस्तै अब ऱ्यापभित्र नि बसियो 1-1.5 वर्ष, तर पनि त्यस्तै भयो। उता आमा बाबुआमाले छोरा सुध्रेला भन्ने, उता दिदीहरूले भाइ सुध्रेला भन्ने, भाइ त्यही केटाहरूसँग ऱ्याप लेख्दै अनि पुरा ऱ्याप हान्दै हिँड्ने। अब त्यही हो, तर फुल्ली फोकस चाहिँ मेरो सपना चाहिँ ऱ्याप बन्ने, ऱ्यापको करियरतिर थियो। दाइ कोसिस मैले लगभग बहुत गरेको। मैले 10 वर्ष 11 वर्ष सुन्दै लेख्न सुरु गर्दै, अनि त्यसपछि 2-3 वर्ष लेखेर बसेर, अनि पछि बिस्तारै बिटमा हान्दै गएर, अनि बल्ल बिचमा साथीभाइ धेरै भेट्टे, नयाँ पुराना धेरै भेट्टे, सबले फुल्ली फोकस गरे। हाम्रो गाउँको कृष्ण भन्ने पनि थियो, अनि एउटा प्रेम दाईले गर्दाखेरि बढ्दै जा भन्नेवाला गानाको त्यो सुटिङ भएको। अनि मैले भने दाई कस्तो लाग्छ, अनि दाईले भने दामी छ यार, खतरा छ यार भाइ, खतरा छ, यसको भिडियो नि बनाऊँ न त भन्दै। कस्तो खालको भिडियो, त उताबाट हिँड्दै आइज, म यताबाट। दाईले उता ट्यापले हुन्छ नि, आफ्नो ट्यापले भिडियो गरेर अनि त्यसरी बनाएको हो कि। अनि भोलिपल्ट ट्याक्क रेडी गरेर हेर भाइ भन्दै, खतरा छ दाइ, ल कहिले हाल्ने जस्तो नि, कहिले रिलिज गर्ने हो त नि, अब दाइ हजुरको मर्जी भनेर। अनि
लगभग हामीले त्यो 6-7 महिना रिलिज गरेन, किनकि बिचमा अब पैसाको कमी त्यस्तै भयो। अनि 6-7 महिना रिलिज गरेन, अनि अदर कन्ट्री इन्डिया काम गर्न गइयो, 6-7 महिना काम गरेर आएपछि अनि बल्ल अनि त्यो रिलिज गरिदियो। अनि धेरै ढिलो भयो तर ठिकै चलिरहेछ। अहिले चाहिँ सब केटाहरू टाढा छन्, तर पनि ऱ्याप करियर फुल्ली फोकस छ। अब मिलन ठड्राई भाइ थिए, अनि विक्रम भाइ थिए, अनि म, अनि त्यसपछि प्रशान्त भाइ। त्यतिखेर त खतरा ऱ्यापर थिए के, ऱ्यापरहरू 101 थिए दाइ। मिलन ठड्राई भाइ त अहिले त अब उसले छोडिदियो। अब ऊ चाहिँ साउदी के भन्छ दुबईतिर गएर अब आफ्नो करियर बनाइरहेको छ दाइ। तर ऱ्याप चाहिँ हान्छ। विक्रम भाइले चाहिँ हान्छ, विक्रम सोल्टीले नै हान्छ। हान्न चाहिँ उसले चाहिँ लभ स्टोरीवाला हान्छ, खत्रै हान्दिन्छ। दाइ कतिपय अहिले समय त्यस्तै थियो त्यतिखेर। अनि हामीले पुलतमा फसेर बहुत गल्ती पनि गरेर हेर्नु दाइ, तर गाह्रो नि बहुत पढेको, तर हिम्मत चाहिँ हारेको होइन हेर्नु दाइ। अब बाबुआमाले त अब मेरो कारणले लास्टै दुःख पाएको, त्यस्तै भयो हेर्नु दाइ। सानैदेखि आवारा ट्यापे पारामा हिँड्ने, अनि बिस्तारै ऱ्यापतिर फोकस गर्दै ऱ्यापतिर अब सुन्न थालियो। अब ब्याटल सुन्ने घरि बालेन्सा भर्सेस के भन्छन् रे इजी 12, कहिले फेरि युनिक पोइन्ट भर्सेस लाउरे, कहिले फेरि यमबुद्ध भर्सेस इजी 12, यस्तै ब्याटल सुन्दै ब्याटलतिर चाहिँ त्यति फोकस गरेन मैले, किनकि मेरो सपना अर्कै थियो। मैले चाहिँ अर्कै स्याड गाना लेख्थेँ, अनि लाइफ लेख्थेँ। ग्याङस्टर त्यति सुरु गरेको थिएन, ग्याङस्टर पछि सुरु गरेको। तर मैले चाहिँ स्याड गाना चाहिँ लेख्थेँ सुरुमा त। ब्रेकअप भन्नाले ब्रेकअप भएको होइन, मतलब यत्तिकै अब साथीभाइसँग हिँड्दाखेरि अब कहिले यस्तै स्याड गाना। अब कहिले साँझ पोख फेरि एउटा हाम्रो किस्ने भाइको भट्टी पसल थियो। किस्ने भाइको आमाले अनि रक्सी पार्ने त भट्टीमा गएर पुरा सबैजना केटाहरू त्यो भट्टीमा, कहिले फेरि उता जीवन भाइको भट्टीमा गएर अनि सन्तेश जीवन अनि केटाहरूले हान्दैम न त अन्त, अनि कहिले किस्ने भाइको भट्टीमा, कहिले जीवन भाइको भट्टीमा। अनि त्यही ऱ्याप हानेको, अनि झ्याप हुँदै लेखो हानो। अब त्यस्तै भयो दाइ हेर्नु। अब आमाको सपना अर्कै थियो होला, तर पनि हामी आफ्नो करियर बनाउनको लागि सानैदेखि आफ्नो घर त्यागेर हिँडेर अनि त्यही अहिले यहाँसम्म आइपुगेको हेर्नु। अहिले केटाहरू छैनन्, धेरै टाढा छन्, कोही मरे कोही टाढा छन्, तर पनि रेस्ट इन पिस सुमन दाइलाई, सुमन साथी रेस्ट इन पिस। सुमनले चाहिँ बहुत सपोर्ट दिएको है दाइ, फुल्ली सपोर्ट दिएको सुमनले। अनि उसको अहिले घर परिवार पनि टाढा छन्, तर पनि सुमन साथीले गर्दाखेरि चाहिँ ऱ्याप करियर सुरु भएको हाम्रो। सम्झिरहेको हुन्छु मैले त सबैलाई, तर तिनीहरूले नसम्झेन। तिनीहरूले पनि सम्झिन्छन् कतिपय, तर गाह्रो पर्छ सबैको। अब पहिला जस्तो समय छैन, अब गाह्रो छ, बुझ्नु पर्यो आफूले बुझेर हिँड्नु पर्यो, त्यही हो दाइ। अब पढ्दै पनि त्यस्तै भयो। अब पुट्टा पढ्ने भनेर झोला बोकेर होइन, उता चुरोटको टुटाला लात्ताले हान्दै चुरोट सल्काउँदै, अब उता चुरोट खाँदा अब नवीन भन्ने थियो मेरो एउटा साथी सानैदेखिको, नवीन र म एकदम मिल्ने साथी। अब सँगसँगै पढ्न जाने, अब साइकलमा गयो, जाँदा कहिले हिँड्दै जाने ठुटा टिपो ठुटा लुकाओ, हाफ टाइम भएपछि अरूले नास्ता खाने, हामीले चुरोट तान्दै गाँजा तान्दै, अनि त्यसैले पेट भर्थ्यौँ क्या। त्यतिखेर लगभग म 3-4मा पढ्थेँ, 3-4को उमेर। अनि त्यसपछि 3-4मा पढ्दाखेरि एज हाम्रो यस्तै 11-12को एज थियो। दुईजना हामी एकदम मिल्ने साथी नवीन र म। अहिले पनि ऊ अहिले काम छुट्टै कामले टाढा गएको छ होला, तर पनि सम्झिन्छ उसले लास्ट। अब जन्मेदेखिको खेलेको, सँगै आएको खेलेको साथी हो, अब सम्झिन्छ। अनि त्यसपछि निराज भन्ने साथी पनि अब मसँगै बोर्डिङमा पढेको, एउटै गाउँको, ऊ पनि खत्रै हो निराज। अनि निशान त अब निराजको दाइ हेर्नु, अब दुई भाइ हो नि। अब उसले पनि ऱ्याप हान्ने अब उस गर्थ्यो, तर पछि है उसले सकेन, हान्न छोडिदियो, हार खाइदियो मलाई। तर मैले चाहिँ हिम्मत हारेन, अब कोसिस गर्दै जाने, अघि बढ्दै जाने, किन हार्नु पर्यो र आज गरेर भने भोलि पनि गर्न सकिन्छ भन्दै। अनि त्यही कुराले यसरी नै हाम्रो लाइफको सुरुवात भएको दाइ। अहिलेको समय कस्तो चलिरहेछ भन्दा, अहिलेको समय टाढा एक्लै भए पनि ठिकै छ, कोसिस गरिरहेछन् सबैले आफ्नो हातमा। अब धेरै नजिक भएर पनि बस्नुहुन्न साथीभाइ, अब धेरै नजिक भएर बस्ने भने पनि अब चारैतिर ध्यान दिन सकिन्न। तर पछि फेरि अब केही नयाँ गानामा अब काम गर्नु पर्यो भनेपछि आउँछन् सबैजना ग्रुप मिलेर, अनि ट्याक्क अब त्यो
गानाको टपिकमा फोकस गरेर अनि लेख्न सुरु गरेर अनि त्यसरी। हजुर दाइ। मलाई त अब यस्तै हो नि दाइ, अनि सानैदेखि अब सुरु गरिदियो, अब हात नहाल्न पर्ने हाल्यो, हात हालेपछि अब अघि बढ्दै जाने दाइ भनेर। अहिले जो जहाँ छ सब खुसीमा होला, त्यो खुसीमा बसुन्, खुसीमा आउन्, त्यही भन्छु म त। सबै साथीभाइलाई सबैलाई सम्झेछन्, एक न एक दिन भेट भइन्छ सबै, टेन्सन लिन पर्दैन। हजुर दाइ। गाह्रो त अब सबैलाई परेको हेर्नु, कसैले आफ्नो घर परिवार त्यागेर ऱ्यापतिर फोकस गर्यो, कसैले उता घर चलाउँदै ऱ्याप फोकस गर्यो, कसैले उता बिहा गरेर आफ्नो वाइफलाई नहेरिकन ऱ्यापतिर फोकस गर्यो, कसैले अब नसाको दलदलमा फस्दै फोकस गर्यो। अब गाउँघरमा अब कसैले त गाँजाको पुडिया बनाउँदै, गाँजाको पुडिया बेच्दै, अब त्यसैको पैसा जम्मा गर्दै ऱ्यापतिर फोकस गर्दै लेख्दै, अनि उता कहिले माइक बिग्रियो अरे, कहिले के बिग्रियो अरे भन्दै, अनि त्यही। तर कोसिस चाहिँ सबैले छुट्टै भएर गरेको। सुरुमा सँगै थियौँ, पछि फेरि छुट्टियौँ, अनि फेरि सँगै भयौँ, अनि फेरि छुट्टियौँ, अहिले फेरि सँगै भयौँ, अहिले फेरि टाढा छौँ। तर पनि अब केही कुरामा, अब केही टपिकमा काम गर्ने भएदेखि चाहिँ फेरि खबर गर्ने भने सबै एकजुट भइन्छ हामी। हजुर दाइ। सम्झिन्छौँ सबैलाई। हजुर दाइ। यस्तैदेखि चाहिँ सानोदेखि हामीलाई यस्तै सुरु गरेको। यस्तै छ दाइ। ल।